सबै मान्छेहरूले भन्छ कि कानुनभन्दा ठुलो कोही छैन भने म देखाउँछु आज तपाईहरुलाई कानुनभन्दा ठुलो को रहेछ के रहेछ भन्ने कुरो। यहाँ हेर्नुस् त, यसको अगाडि कानुनको केही काम लागेन। किनभनेदेखि नि यो देखाए म जस्तो सुकै इमानदार भन्ने व्यक्ति पनि यो देखाएपछि सबै बिर्सिन्छ। उसले आफ्नो इज्जत पनि बिर्सिन्छ, मान मर्यादा सबै बिर्सिन्छ। त्यसैले सबैभन्दा ठुलो यो रहेछ। तपाईले चिन्नु भएको रहन्छ कानुनभन्दा ठुलो कोही छैन भन्न। कानुनभन्दा ठुलो यो रहेछ। हेर्नु त, यो देखाएपछि त्यो कानुनको केही काम लाग्दैन यसको अगाडि। त्यसैले तपाईहरुले चिन्नु होला है नेताज्यूहरू, जनतालाई त्यो भ्रम नछर्नु होला। कानुनभन्दा ठुलो कोही छैन केही छैन भनेर चाहिँ जनतालाई भ्रम नछर्नु होला। हेर्नुस् त, यो देखाउनुस् त, न्यायाधीशको त 3 नेत्र बल्दो रहेछ। न्यायाधीशले त कानुन बिर्सिन्छ, न्याय बिर्सिन्छ यो देखाएपछि। या यो के हो भन्नु होला। यो चिन्नुस् त राम्रोसित, यो के चिज रहेछ। यो देखेपछि न्यायाधीशले न्याय नै बिर्सिन्छ, कानुनविदले कानुनै बिर्सिन्छ हो। जस्तो सुकै कानुन जे सुकै लेखेको भए पनि त्यो सबै बिर्साइदिन्छ यसले। त्यसैले गर्दा कानुनभन्दा ठुलो यो रहेछ। तपाईहरुले सबैले चिन्नु होला है त। फेरि यसलाई राम्रोसित चिन्नु, यो के हो भन्ने कुरा है। त्यसैले यो सबै जनता साथीहरुले पनि बुझ्नुस्। नेताहरूले एउटा कुरा फटा कुरा बोलेको छ, न्यायाधीशहरूले पनि फटा कुरा बोलेको छ, सबै वकिलहरूले सबै मै हो भन्ने विधहरूले सबैले बिर्सिन्छ। फटा कुरा बोलेर कानुनभन्दा कोही ठुलो छैन केही छैन भन्छ। तर यो देखाएपछि सबैले बिर्सिन्छन्। त्यसैले कानुनभन्दा ठुलो यो कानुनलाई कता घुमाउँछ यसले। यो यस्तो ठुलो चिज रहेछ कि त्यसैले यसलाई भगवान मानेर सबैले दर्शन गर्नुहोस् है। तर म चाहिँ यसैलाई भगवान मान्छु के। किनभनेदेखि यो देखाएपछि न्यायाधीशले न्याय नै बिर्सिन्छ, आफ्नो इज्जत पनि बिर्सिन्छ, इमानदार बिर्सिन्छ। कानुन नीति सबै बनाउनेहरूले त्यो आफैले बनाएको कानुन आफै अन्धो बनाइदिँदो रहेछ यो देखेपछि भने चाहिँ। त्यसैले सबै साथीहरूले चिन्नु होला कि यो के चिज हो भन्ने कुरा है। यसले नेपालमा सबैभन्दा कानुनभन्दा ठुलो, इज्जत भन्दा ठुलो, आफ्नो मान मर्यादा भन्दा पनि ठुलो चिज रहेछ है यो। तपाईहरुले सम्झिनु होला है, चिन्नु होला, ध्यान दिनु होला। धन्यवाद।